अहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। 1 महिनादेखि पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह राजधानी फर्किने छेको पारेर राजावादीहरूले आज बृहत शक्ति प्रदर्शन गरेका छन्। राजतन्त्रको वकालत गर्दै आएका दलहरू राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा जुलुस गर्दै निर्मल निवास पुर्याएका थिए। त्यसो त केही महिना यता पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता निकै बढ्दै गएको छ। नागरिक अभिनन्दनका नाउँमा नेपालका विभिन्न ठाउँहरूमा पुगेर उनले फेरि नेपालको गौरव फर्काउन उठौं भन्दै नागरिकहरूलाई जगाइरहेका छन्। अब यस्तोमा प्रश्न उठ्छ, के नेपालमा राजतन्त्र फर्किएला? के यो सम्भव छ?